आज चाहिँ फेवातालबाट देखिने यो माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमाल चाहिँ एकदम क्लियर खुलेको छ। एकदम एकदम सफा मौसममा हेर्नुहोस् न अन्नपूर्णलाई यहाँबाट एकदम देखिरहेको छ भने माछापुच्छ्रे हेर्नुहोस् यस्तो खुलेको छ र यो अन्नपूर्णको भाग पनि एकदम खुलेको छ। यस्तो सुन्दर मौसम छ कि होइन, लोभै लाग्दो छ। यो सारङकोटको डाँडाबाट चाहिँ पछाडिपट्टि देखिने हिमाल र यति मनमोहक, यति सुन्दर, यति सौन्दर्य छ कि हिमालको होइन। यस्तो खुलेको बेला हेर्न आउन चाहिँ एकदम दुर्लभै हुन्छ। आज चाहिँ एकदम राम्रोसँग खुलेको छ र मैले फेवातालबाट देखाउँदै गर्दा तपाईँको यो अन्नपूर्ण बेस क्याम्प, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको र यो फेवातालबाट तपाईँको यता पुग्दीकोटको भाग देखिन्छ भने र तालबाराई मन्दिरबाट तपाईँको यो स्तूपा, तपाईँको शान्ति स्तूपा यहाँ देख्न सकिन्छ कि माथि टुप्पामा सेतो भने यहाँ बोर्डहरू राखिएको छ मन्दिर जानको लागि भनेर। एकदम मनमोहक छ आजको मौसम चाहिँ है। आज चाहिँ 2082 साल असोज 27 गतेको चाहिँ नि दिनमा, आज बिहानको टाइममा एकदम राम्रोसँग खुलेछ। हस्, थ्याङ्क यू, बाइ।